छोरी मान्छे भएपछि थुतुनो र मुतुनो जोगाउनु पर्छ भनेर यो पुलिसले मेरो मम्मीलाई भनेर पठाएपछि त्यहाँदेखि मेरो मम्मीले मलाई साइबर ब्युरो जान दिनु भएन। पर्दैन फलो अप गर्न। तैले गर्दा मैले यस्तो कुरा सुन्नु पर्यो साइबर ब्युरोबाट। कानुनले त्यस्तो भन्छ भने त गलत त मै देखिन्छु नि त। सही पकडे हैं। ये क्या हुआ? मेरो घर 3 तल्लाको थियो, 4 तल्ला भए म हम फाल्थ्यो होला। 4 तल्ला भए म हम फाल्थ्यो होला। मलाई हरेक दिन मन्त्री अफर गरे त हो त म गएँ त म जान सक्छु त कुन नैतिकताले जानु म अहिलेसम्म मैले भने गर्लफ्रेन्ड मेरो अहिलेसम्म बनाउन सकेन। किन बनाउन सकेन भन्नु न? किन? म कसैलाई पनि डाइरेक्ट आइली भन्न सक्दैन कि। तपाईको जीवनमा आउनको लागि योग्यता के हो जस्तो लाग्छ? मेरो जीवनमा आउनको लागि मलाई केयर गरोस्। तपाईले केयर गरोस्? मलाई केयर गरोस् त्यसरी हैन। कतिखेर खायौ, कतिखेर जाने हो, टाइममा सुत। श्वेता तिवारी उसँग त मैले काम पनि गरेको छु हैन। काम होइन धेरै काम गर्नु भएको छ हैन। काम होइन धेरै काम गर्नु भएको छ हैन। मलाई सुत्नु भन्दा अगाडि नुहाउनै पर्छ। एकदम सेन्टी मान्छे हो हैन। किन मलाई हरेक दिन मन्त्री अफर गरे त हो त म गएँ त म जान सक्छु त कुन नैतिकताले जानु म? नगरे होला अङ्कल तपाईँ भन्नु त। नगरे होला अङ्कल तपाईँ भन्नु त। भनेको छन् केटीहरूले शिवुजीलाई भनेछ केटीहरूले आई लभ यु म मन पराउँछु भनेछ। कति छन्? है धेरै छन् तर उहाँहरूलाई मैले सम्झाएर पठाउँछु। मलाई चिन्नी थिएन हो? होइन चिन्थेँ कि दादा। म राइटरबाटै चिनेको थिएँ। क्या? राइटरबाटै चिनेको थिएँ। राइटर मैले कुन गीत लेखेर कुन कविताहरू लेखेर राइटर हुनलाई? कविता होइन दादा, बाइकको राइटर। राइटर होइन कि राइडर? ए राइडर। सबभन्दा धेरै मन पर्ने त केपी ओली हो। केपी ओली हो सबभन्दा धेरै मन पर्ने। हो ठीक है। तर काहीँ पनि संविधानमा चाहिँ प्रधानमन्त्रीले चाहिँ हजुरको आदेश दिन मिल्छ भन्ने लेखेको छैन। त्यो पनि हामीले जान्न जरुरी छ। त्यो बाहेक मेरो प्रश्न कस्तो थियो भन्दा संविधान पढाउनु भएको? संविधान पढाउनु भएको हैन त्यो भन्न हजुरलाई हैन। हजुरलाई त मैले कहाँ पढाउनु? म तपाईलाई संविधान पढाइदिन्छु। मेरो योनी च्यातिनु पर्छ। मेरो दुईटै योनी एउटै ठाउँमा आउने गरी म चाहिँ बोलिन। ज्ञानेन्द्र शाह राजा बन्न तयार हुनुहुन्छ? तपाईलाई ज्ञानेन्द्रसँग कुरा भएको छ? हलानसँग यसो भएको छ? ज्योति मगरले के लगाइ भन्ने कुरा नगर्नु न। सैद्धान्तिक कुरा। जनताको प्रश्न हो। कुन जनताको? कताका जनताको? नेपाली जनताको। नेपाली जनताले त सोधेको छैन नि त। खै त जनताले प्रश्न गर्नु भएको छ? म त जनताको प्रतिनिधिको रूपमा तपाईलाई प्रश्न सोध्दैछु। म त जनताको प्रतिनिधि हो। त्यस्तै भयो कि मेरो पनि जीवनमा लाइफमै आएनन् कि। कोही गर्लफ्रेन्ड पठाउँछु भनेको पट्टिँदै पट्टेनन्। के नि होला दाइ? गर्लफ्रेन्ड बनायो भने त उफ्री होला हैन माया गर्ने। उफ्री ओभररेटेड लागेको कुनै यङस्टर? अनमोल, प्रदीप, पल, समीर। पल कहिलेकाहीँ मिरनजीलाई लाग्छ कि लाग्दैन? राम्रै व्यापार व्यवसायमा चल्दै थियो, गुड लाइफ थियो, क्या बेटर थियो, राति निद्रा पर्थ्यो, खाना खाइसके पछाडि कहिलेकाहीँ गर्लफ्रेन्डसँग च्याट पनि गरिन्थ्यो। त्यो चाहिँ नभन्नु त्यस्तो होइन। त्यो चाहिँ अब आफ्नो मुटु झिकेर अरूलाई दिने भन्ने त पोसिबल जस्तो लाग्दैन मलाई। किनभने पहिला सुरु आफूलाई बाँच्न मन लाग्छ, आफूलाई माया गर्ने मात्र दोस्रो पर्सनलाई चाहिँ म छु र मैले बल्ल अरूलाई माया गर्छु होइन। म नै छैन मैले मलाई नै माया गर्दिनँ भने अरू कसैले अरूलाई त म माया गर्नै सक्दिनँ। पुत्रको पदको लोभ गर्ने हो बिचारा।
पदको लोभ गर्ने मान्छेले 6 महिना देऊ मलाई, म 6 महिनामा मैले गर्न सकेन भने म के अरे मेयरको पदबाट पनि बर्खास्त हुन्छु, प्रधानमन्त्रीबाट पनि बर्खास्त हुन्छु भनेर कसैले भन्न सक्छ? प्रोग्रामको तपाईले भन्न मिल्छ कि मिल्दैन? पारिश्रमिक कति लिनुहुन्छ? एउटा स्टेजमा 5 मिनट्स डान्स गरेको 3 लाखसम्म चार्ज गर्छु। घरमा खर्चहरू गर्नुहुन्छ गर्नु तपाईँले? ड्याड मम्मीको लागि गिफ्ट दियो भने नि किन ल्याएको पर्दैन। अरूले सिटामल खान्छन् टाउको दुख्दाखेरि, बिमारी हुँदाखेरि, हामीले चाहिँ हलमा देखाउन गइरहेको छौँ सिटामल। एक दिनमा मैले 2.5 लाख चाहिँ कमाएको थिएँ। जोर से बोल के लोगों को स्कीमें बता दे। लोग क्या त मैले 2 महिनामा हो वाला 1 दिनमा हो हैन, तर मैले धेरै त्यस्तो मन्थै खेलेन नि त मैले। दाइको नाम मैले कन्फ्युज उहाँको म थर भनिदिउँ कि नाम भनिदिउँ? जे भन्दिनु त एउटा थर भनिदिउँ? अधिकारी। त्यसमा कन्फ्युज भयो दाजु। नाम चाहिँ मेरै नाम। दाइको नाम हो? दाइको नाम बिर्सिने अहिले मैले भर्खर। Or food while having sex? Obviously. You have to say like food while having sex because you make sure. I love that. You are involved with the same people. जबरजस्ती मलाई घसिटेर कहाँ हुन्छ? आई लभ फुड। ये सब क्या देखना पड़ रहा है? इन्डियन एरोनोटिक्समा मैले पनि त्यहाँ पनि मैले काम गर्ने अवसर पाएको थिएँ, तर मैले पछि गरिनँ त्यहाँ, जुन अहिले उडिसामा छ, जसमा तपाईँको अग्नि 5 बनायो। त्यतिखेर म सेलेक्टेड पर्सन हो इन्डियाको अग्नि 5, तर मैले त्यतिखेर जब गरिनँ त्यो। कारण किनभने अर्काका देशका लागि म हतियार बनाउँदिनँ। भनेपछि हामी डिप्रेसन भाषा भनेको सामान्य होइन। भाषा हाम्रो संस्कृति, भाषा हाम्रो परम्परा। अङ्ग्रेजीमा बोलौँला नि, के छ अहिले बोल्नु नभने छ। Actually, Nepali people are here, Australia. Struggle phase in this time. All over the student is here. Actually, Nepali people are in here, Australia. She's objection, right place, right person. We are the needed for the Nepalese people, sir. In this way. Give me answer. I want to talk to English language because I'm very talented journalist in Nepal. English language, tell me about many more subjects when I asked question. As we are not talk to all Australian people in politics, but I can speak English. मेरो स्वर यति मसिनो छ कि मलाई अझै पनि पठाउले नानी भन्छ के। Yeah, what do you do for living? Living? Yeah. Living bed? पहिलो प्रश्न रहेको छ, which continent is United States in? United States as well as Japan. बेलुन मान्छेले यो नाक मात्रै हेर्छन् क्या, हो कि होइन? मान्छे रुने काम गरेछ। 2 रुपियाँको काठमाडौँको चिसो, अहिले त काठमाडौँमा हेर्नुहोस् मुङसिरमा यस्तो गर्मी छ, हो कि होइन? तपाईको सुन्दरताको राज चाहिँ के होला? म 15,000 को एउटा फाउन्डेसन लगाउँछु, त्यसै यस्तो ब्राइट फेस हुन्छ। लिपस्टिककै कुरा गरौँ भने 5-6 हजार को एउटा लिपस्टिक हुन्छ। म एकचोटि लगाएको कपडा म 2 चोटि लाउँदिन, त्यो मैले आफूलाई इस्टेब्लिश गरेको छु त्यतिसम्म। मेरो नेल पोलिसकै कुरा गर्नुहुन्छ भने म 500-600 को नेल पोलिस लगाउँदैन। उहाँले के विषय पढाउनुहुन्थ्यो? इंग्लिश। हजुर। इंग्लिशमा कस्तो हुनुहुन्थ्यो? अरु विषयमा भन्दा इंग्लिशमा अलिकै राम्रो थिए। क्यू तास रिट के भन्छु नि, के अरे उहाँले तास सक्नुहुन्छ क्या, उहाँले के भन्ने मलाई यहाँ जाडो भयो, यहाँ रुँदैछौ ज्यादा
एउटा बहिनी एउटा बहिनी मुरुदै रुँदैछौ ज्यादा कस्तो मोजी